यसलाई चाहिँ हामी वैज्ञानिक तरिकाले हेर्दाखेरि साइलेन्ट किलर पनि भन्छौँ। आउँछ एकजना दुईजना मार्छ अनि यो आफ्नो हिसाब किताब गरेर जाने जस्तो देखिन्छ। चट्याङको केन्द्रबिन्दु जुन छ त्यो चाहिँ 4 किलोमिटरको हाराहारीमा हुन्छ गर्मी याममा। जाडोमा अलि तल आउँछ 3 किलोमिटर 2.5 किलोमिटरको हाराहारीमा आउँछ भने यो चाहिँ घटबड भइरहन्छ। र पछिल्लो समय यहाँले याद गर्नु भने अहिले पनि हिजोआज पनि वेस्टर्लीज भनौँ पश्चिमी वायुको कारणले पनि यहाँ चट्याङ परिरहेछ भने यो वायु यतिखेरको चट्याङ पर्दाखेरि चाहिँ बादलको उचाइ चाहिँ कम हुन्छ। गडाङगुडुङको अवस्था छ 15 मिनट अगाडि हामीले सूचना प्रवाह गर्छौँ भनौँ त्यो साइरन बज्छ, साइरन चाहिँ नेपालीमा बोल्छ अब चाहिँ तुरुन्त चट्याङ पर्नेवाला छ, तपाईँहरू सुरक्षित स्थानतिर खोज्नुहोस्, खोजी गर्नुहोस् र लाग्नुहोस् भन्ने एउटा सूचना जारी हुन्छ। जब 7-8 मिनटको अब चाहिँ अवधि रहन्छ त्यो बिचमा चाहिँ फेरि अर्को सूचना चाहिँ जारी हुन्छ। त्यो चाहिँ लगातार सूचना जारी भइरहन्छ जबसम्म चट्याङ गडाङगुडुङ भइरहन्छ त्यतिन्जेल भइरहन्छ र त्यसले चाहिँ तुरुन्त जानुहोस् भनिरहन्छ। विपदका कुरा। नमस्कार, विपदका कुरामा यहाँलाई स्वागत छ। म दीपक सापकोटा। चट्याङ नेपालका प्रमुख प्राकृतिक प्रकोपहरूमध्ये एक हो। हरेक वर्ष चट्याङका कारण धेरै नागरिकको मृत्यु हुने गरेको छ। यसै वर्ष वैशाख 1 गतेदेखि अस्ति चैत्र 14 गतेसम्म चट्याङका कारण 47 जनाको मृत्यु भएको छ भने 307 जना घाइते भएका छन्। पछिल्ला 6 वर्षको अभिलेख हेर्दा चट्याङबाट सरदर वर्षमा 67 जनाले ज्यान गुमाउनु हुँदो रहेछ। यसै सन्दर्भमा आज हामी चट्याङबाट हुने मानवीय क्षति कसरी कम गर्न सकिन्छ भन्ने बारेमा कुरा गर्दैछौँ। विपदका कुरामा हाम्रा अतिथि हुनुहुन्छ प्राध्यापक डाक्टर श्रीराम शर्मा। डाक्टर शर्मा अमृत साइन्स क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ र साउथ एसियन लाइटिङ नेटवर्कको अध्यक्ष समेत हुनुहुन्छ। डाक्टर शर्माको नेतृत्वमा मकवानपुरको राक्सिराङमा चट्याङ पूर्व सूचना प्रणाली सम्बन्धी परियोजना पनि सञ्चालन छ। डाक्टर साहब, विपदका कुरामा यहाँलाई स्वागत छ। धन्यवाद। डाक्टर साहब, यो 2073 वैशाख 1 गतेदेखि गत माघ मसान्तसम्मको एउटा तथ्याङ्क हामीले हेरेका थियौँ। यो 10 वर्षको अवधिमा चाहिँ मुख्य विपदबाट भएको मानवीय क्षतिको तथ्याङ्क हेर्दा सबभन्दा बढी पहिरोबाट 1144 जना, दोस्रोमा आगलागीबाट 848 जना र तेस्रोमा चट्याङबाट 752 जनाको मृत्यु भएको रहेछ। यति ठुलो मानवीय विपद मानवीय क्षति हुँदा पनि बाढी पहिरो जस्तो चट्याङ सम्बन्धी चाहिँ पर्याप्त चर्चा पनि नभएको जस्तो, अलिकति यो लुप्त विपद जस्तो भइरहेको छ। यो किन होला? पहिलो कुरो त पछिल्लो समयको तथ्याङ्क यहाँले प्रस्तुत गर्नुभयो। 2011 भन्दा अगाडि भनेको 2068 विक्रम सम्वतभन्दा अगाडि चाहिँ चट्याङलाई हामीले विपदमा राखेका पनि थिएनौँ। यो दैवी प्रकोपमा राखिएको थियो र 2011 देखि 2020 सम्मको तथ्याङ्क चाहिँ गृह मन्त्रालय जतिखेरदेखि यहाँ तथ्याङ्क राख्न थालियो त्यस पछाडि हेर्दाखेरि औसतमा 103 जनाको मृत्यु हुने गरेको थियो त्यो करिब 9 वर्षको अवधिमा। अहिले पछिल्लो समय हेर्दाखेरि त्यो अलिकति घटेको देखियो। त्यसले मलाई थोरै कतै न कतै तसल्ली दिएको छ। कहीँ न कहीँ हाम्रो अभियानले थोरै काम पो गरे हो कि भन्ने जस्तो पनि महसुस भएको छ। 67 जना भनेको 103बाट 67 जना भएको रहेछ। पक्कै पनि यो अरू विपद जस्तो यसमा हल्ला खल्ला कहीँ पनि सुनिँदैन है। जसरी चाहिँ बाढी पहिरोमा मानवीय उद्धारका लागि हामी जसरी जुट्छौँ, जसरी खटिन्छौँ, राज्यको ध्यान जान्छ अथवा विभिन्न यो विकास साझेदार संस्थाहरूको ह्युमेनिटेरियन अर्गनाइजेसनहरूको जसरी ध्यान पुग्छ चट्याङमा नपुगेकै हो। यसको प्रमुख कारण मलाई के लाग्छ भने यो प्रकोप यसलाई चाहिँ हामी वैज्ञानिक तरिकाले हेर्दाखेरि साइलेन्ट किलर पनि भन्छौँ। आउँछ एकजना दुईजना मार्छ अनि यो आफ्नो हिसाब किताब गरेर जाने जस्तो देखिन्छ। यद्यपि यो तथ्याङ्क हेर्ने भने त वर्षमा 100 जनाको हाराहारीसम्म 130 जना 150 जनासम्म चाहिँ हामीले तथ्याङ्कमा भेटेका छौँ एक वर्षमा। त्यतिजनासम्म चाहिँ चट्याङले मार्ने गर्छ र त्यसको 3 गुणा चाहिँ घाइते बनाउने गर्छ। तर त्यो चाहिँ त्यो मृत्युको
प्रकृति कस्तो हुन्छ भने एकजना ताप्लेजुङमा मृत्युवरण गर्छ भने चट्याङले त्यही राति अर्को चाहिँ मकवानपुरमा गर्छ, अर्को चाहिँ कैलालीमा भने 4-5 जना हुँदै गर्दाखेरि पनि मलाई के याद छ भने 2019 भनेको 2019 यो के अरे इस्वी सम्बन्धमा दाङ र रूपन्देही अनि झापा गएर एकै दिनमा 10 जनाको मृत्यु भएको छ चट्याङको कारणले। तर विभिन्न ठाउँमा भएको कारणले छरिएर भएको दुर्घटनाको कारणले यतापट्टि ध्यान नगएको, सामान्यतया एकजनाले एउटा परिवारले मात्रै यसमा क्षतिबिहोर गर्ने भएको कारणले चाहिँ ध्यान नपुगेको भन्ने मलाई लाग्छ। अन्यथा मृत्यु भनेको मृत्यु हो, जुनसुकै प्राकृतिक प्रकोपले भए पनि विपदले भए पनि। अघि हजुरले भन्नुभयो जस्तै तथ्याङ्कले अलिकति मृत्युको सङ्ख्यामा चाहिँ अलिकति कमी देखायो, तर घटना सङ्ख्या चाहिँ जस्तो 2077 सालमा घटना सङ्ख्या यो चाहिँ मानवीय क्षति वा घाइते भएको हिसाबले घटना सङ्ख्या भने होला, नत्र चट्याङ त अनगिन्ती पर्छ। 278 रेकर्ड रहेछ भने 2081 सालमा चाहिँ 436 वटा भनेको घटना सङ्ख्या चाहिँ बढिरहेको छ। अब हजुरले त अब अध्ययन पनि गरिरहनु भएको हुन्छ, यो घटना सङ्ख्या चाहिँ अथवा चट्याङकै घटनाहरू बढ्नुको चाहिँ कारण के हो? कस्तो राम्रो प्रश्न गर्नुभयो। बडा यो चाहिँ हामीले अनुसन्धान ग्लोबली अनुसन्धानमा पनि छ यो विषय। एउटा अनुसन्धानले के देखाउँछ भने हाम्रो पृथ्वीको तापक्रम चाहिँ क्रमशः बढेको अथवा एक्सट्रिम वेदर कन्डिसन्सहरू चाहिँ बढेको भनेर हामी पाउँछौँ। त्यसमध्ये एउटा एक्सट्रिम वेदर इभेन्टमा चाहिँ यो चट्याङ पनि पर्छ। धेरै मानवीय क्षति हुने अथवा चाहिँ धेरै चट्याङका चाहिँ इन्सिडेन्ट्स हुने, त्यति मात्रै होइन चट्याङको गर्जन पनि ठुलो हुने, त्यस्तो सम्मको चाहिँ अनुसन्धानले देखाएको छ। मलाई गत वर्ष मात्रै एउटा आर्टिकल पब्लिस भएको छ। अमेरिकामा 886 किलोमिटर, मलाई ठ्याक्कै ऊ चाहिँ याद भएन, तर करिब 800 भन्दा बढी लामो किलोमिटरको तपाईँ चट्याङ परेको चाहिँ मेगा लाइटनिङ फ्ल्यास भनेर त्यो चाहिँ पनि रेकर्ड गरिएको छ भने यी चाहिँ इभेन्टहरू बढ्दै गएका छन्। र एउटा अध्ययनले अनुसन्धानले के देखाउँछ भने प्रत्येक 1 डिग्री राइज इन टेम्परेचर, 1 डिग्री यो पृथ्वीको सतहको चाहिँ तापक्रम बढ्यो भने चट्याङका घटनाहरू 10 देखि 15% बढ्छ भने त्यो चाहिँ स्वाभाविक हामीले चाहिँ यो दुर्घटना अथवा इन्सिडेन्ट्सहरू बढेको हामी पाउँछौँ। यद्यपि मानवीय क्षति चाहिँ घटेकोमा एउटा कारण मलाई के लाग्छ भने होला अलिकति अवेरनेस पनि बढ्यो होला त्यसलाई, तर मैले अहिले क्लेम गर्ने अवस्थामा छैन। एउटा मलाई के लाग्छ भने अहिले यहाँले हेर्नुभयो भने हाम्रा गाउँघर, पहाडका गाउँघरहरू अथवा तराईका पनि गाउँघरहरू रित्तिँदैछन्। मानवीय माइग्रेसन कहाँ हुँदैछ? कृषि कर्म पनि अलिक कम हुँदैछ। हामी माइग्रेसन कता गर्दैछौँ? सहरतिर गर्दैछौँ। सहरमा चट्याङको प्रभाव कम छ, गाउँमा यसको प्रभाव बढी छ। मान्छे जति आउटडोर एक्टिभिटीमा अथवा कृषिजन्य कामहरूमा जति इङ्गेज हुन्छ, जति इन्भल्भ हुन्छ, त्यति इन्सिडेन्ट बढेको पाइन्छ। त्यो पनि एउटा कारण हुनसक्छ भन्ने मलाई चाहिँ आफूलाई लागेको छ। अनुसन्धान हामीले त्यसमा पुरै गर्न पाएका छैनौँ। कति माइग्रेट भए, कति विस्थापित भएका छैनन् भन्ने कुरा हामीसँग त्यो एक्ज्याक्ट तथ्याङ्क छैन, त्यसले गर्दा हामीले हेर्न पाएका छैनौँ। सरले अब यो तापमान वृद्धि र चट्याङको सम्बन्धको कुरा गर्नुभयो। चट्याङ पनि अलि पृथ्वीको सतह नजिक आइरहेको भन्ने पनि हामीले सुन्न पाउँछौँ। तल चाहिँ चट्याङको चाहिँ गर्जनहरू चाहिँ तल पनि आइरहेको हो। तल ठ्याक्कै अनुसन्धानले त्यस्तो चाहिँ देखाउँदैन। तर कस्तो छ भने यो चट्याङ केबाट पर्छ? बादलबाट पर्छ। बादलदेखि जमिनमा विद्युतीय करेन्ट बग्ने चट्याङ हो। अब बादलको उचाइ चाहिँ मौसम अनुसार फरक हुन्छ। जमिनदेखि उचाइ हेर्ने भने जाडो याममा चाहिँ करिब 1.5 किलोमिटर 2 किलोमिटरमा मात्रै रहन्छ भने गर्मी याममा 3-3.5 किलोमिटर माथि चाहिँ हाम्रो यो बादलको तल्लो तह हुन्छ र चट्याङको केन्द्रबिन्दु जुन छ त्यो चाहिँ 4 किलोमिटरको हाराहारीमा हुन्छ गर्मी याममा। जाडोमा अलि तल आउँछ 3 किलोमिटर 2.5 किलोमिटरको हाराहारीमा आउँछ भने यो चाहिँ घटबड भइरहन्छ। र पछिल्लो समय यहाँले याद गर्नु भने अहिले पनि हिजोआज पनि वेस्टर्लिज भनौँ पश्चिमी वायुको कारणले पनि यहाँ चट्याङ परिरहेछ।
भने यो वायु यतिखेरको चट्याङ पर्दाखेरि चाहिँ बादलको उचाइ चाहिँ कम हुन्छ। प्री मनसुनमा चाहिँ अलिकति हजुर, प्री मनसुन भन्दा पनि यो अझै पश्चिमी वायु, प्री मनसुन चाहिँ ओके। पूर्वतिरबाटै आउने उष्ण वायु हो होइन, पश्चिमी वायु पश्चिमी वायुको कारणले हुनेमा चाहिँ थोरै हाइट कम हुने, जुम्ला हुम्लातिर चाहिँ यता चट्याङका कारणले भेडाहरू मर्ने आदि इत्यादि यति सिजन यो सिजनमा हुन्छ। तथ्याङ्कले पनि ग्रामीण क्षेत्रमै बढी मानवीय क्षति भएको छ, सहरमा कम भएको छ। सहरमा खास कारण के हो त? अथवा चट्याङको जोखिमबाट त्यति आत्तिर नपर्ने जस्तो? चट्याङ सहर र गाउँ चाहिँ खासै चट्याङले छुट्याउने चाहिँ होइन, सहरमा पनि चट्याङ पर्छ, तर सहरमा बस्ती अलिक घना र चट्याङ चाहिँ स्क्याटर्ड हिसाबले पर्ने हिसाबले घना बस्तीमा कम परेको भन्ने बुझिन्छ एउटा। अर्को चाहिँ के छ भने यही काठमाडौँ उपत्यकालाई हेर्नुभयो भने यस्तो घना बस्ती छ, यहाँ चाहिँ यो यसको आकारले पनि होला, यो जुन बाउल सेप छ त्यसले पनि काठमाडौँ भ्यालीभित्रै चट्याङ चाहिँ को मात्रा अलिक कम हो। वरिपरिका डाँडाहरूमा प्रशस्त परे पनि भ्यालीभित्र कम छ। र अर्को चाहिँ सहरका घरहरूमा चट्याङ परे तापनि कतिपय घरमा देखिन्छ, पूर्वतिर पश्चिमतिर पनि यो तराईतिरको घरहरूमा देखिन्छ, चट्याङ पर्यो कहीँबाट निस्क्यो, बन्चरोले चिरे जस्तो भयो तर मानवीय क्षति भएन, विद्युतीय उपकरणहरू जलेर गए, नष्ट भए आदि इत्यादि, त्यसबाट आग लागि भयो, त्यस्ता कुरा चाहिँ देखिन्छ। त्यसको प्रमुख कारण के हो भने हामीले घरमा जुन प्रयोग गर्ने फलामे डन्डीहरू छन् ती डन्डीले चट्याङलाई सुपथ पात बाटो बनाइदिन्छ र बाहिरै करेन्ट चाहिँ बगेर जान्छ। यद्यपि त्यहाँ अलिकति ध्वंस उसले गर्छ, मानवीय क्षति चाहिँ कम हुन्छ। भने सहरी क्षेत्रमा चाहिँ मानवीय क्षति कम हुनुको प्रमुख कारण त्यो हो। र हाम्रो आउटडोर एक्टिभिटी पनि अब बजारमा के गर्ने कि खेलकुद हो, त्यसबाहेक हाम्रो यो चाहिँ खेत खलिहानमा काम हुँदैन, त्यसले गर्दा पनि बजारतिर, सहर बजारतिर दुर्घटना कम हुन्छ। अब अघि हामीले चट्याङको बाढी पहिरो अरू विपद जस्तो धेरै चर्चा नहुने लुप्त विपद जस्तो पनि मान्यौँ, तर घटना सङ्ख्या बढिरहेको, अब एउटै ज्यान जानु पनि त्यो दुःखद नै हो भनेपछि राज्यले चाहिँ यो पोलिसीमा आफ्ना नीतिहरूमा के गर्ने, अहिले कहाँ ग्याप छ, तपाईँले यसको पैरवी पनि गर्दै आउनु भएको छ, के पोलिसीमा चाहिँ समृद्ध गर्नुपर्छ? पहिलो कुरो हामी यो चट्याङबाट यो चाहिँ वैज्ञानिक आधारै छ, वैज्ञानिक यसको विधि नै छ। चट्याङबाट जोगिनको लागि, जोगाउनको लागि हाम्रा उपकरण जोगाउन सकिन्छ, मानवीय क्षति कम गर्न सकिन्छ, भनौँ न घरभित्र रहँदा कम्तीमा केही नहुने चाहिँ प्रविधि छ। यद्यपि राज्यले त्यसलाई अङ्गीकार गरेको अवस्था छैन। पहिलो कुरो यहाँले ग्याप भन्दै गर्दाखेरि अङ्गीकार कसरी गर्ने हो त भन्दाखेरि जसरी हामीले भवन बनाउँदा भवन संहितालाई पालना गर्छौँ त्यस्तै गरी चट्याङ र विद्युत संहिता एउटै संहिता हुन्छ, त्यसमा त्यो इन्कर्पोरेट गरिन्छ। विभिन्न मुलुकमा यो लागू भएको छ। नेपालमा चाहिँ विद्युत संहिता यो पुरानो 1993 को संहिता नै त्यो अब्सोल्युट भनौँ एकदम पुरानो जीर्ण अवस्थामा रहेको कारणले हामीले चाहिँ त्यो पोलिसीमा त्यसलाई इम्प्लिमेन्ट गर्न नसकेको अवस्था हो। त्यो गर्ने हो भने गाउँघरका घरहरूमा पनि थोरै मात्रै पनि लगानीले थोरै मात्रै धातुका सामग्री प्रयोग गरेर घरहरूलाई सुरक्षित बनाउन सकिन्छ। बजारका घरहरूमा पनि त्यो गर्न सकिन्छ। त्यहाँ पोलिसीमा चाहिँ यो ठुलो एउटा ग्याप छ। अर्को चाहिँ अवेरनेसको, तपाईँ सुरक्षित स्थान त बनाउनु भयो तर मान्छेलाई जानकारी भएन, घरभित्र सुरक्षित हुन सकिन्छ भन्ने किसिमको जानकारी भएन भने पनि ऊ बाहिरै रहन्छ, दुर्घटना हुन्छ। विकसित मुलुकमा पनि यस्ता दुर्घटना नहुने होइन, तर विकसित मुलुकहरूमा कस्तो देखिन्छ भने चट्याङ पर्न लाग्यो, गडङगुडुङ हुन लाग्यो भने वार्निङ साइरनहरू बज्ने आदि इत्यादि, ल आधा घन्टा अगाडि त्यस्तो चाहिँ अर्ली वार्निङको चाहिँ सूचना प्रवाह गरेको कारणले त्यहाँ चाहिँ मानवीय क्षति कम हुने गर्छ होइन। हाम्रो जस्तो मुलुकमा त्यो अज्ञानताको पनि अवस्था छ। र अर्को चाहिँ एउटा ग्याप चाहिँ मैले के देख्छु भने कुनै पनि करिकुलममा चट्याङलाई विशेष स्थान दिएको देखिँदैन। इन्जिनियरिङ हिसाबले यो चाहिँ इन्जिनियरिङ करिकुलममा हुनुपर्ने हो। सानो च्याप्टरमा चाहिँ विशेष गरी विद्युत प्रसारण लाइनतिरकोमा थोरै पढाइ हुन्छ, अन्यथा हाम्रा घरहरूलाई जोगाउने, मानवीय क्षति कम गर्ने भन्ने चाहिँ पढाइ चाहिँ नहुने हुनाले पनि यो ग्याप चाहिँ भएको। भनेपछि तपाईँको अनुसार पूर्व सूचना प्रणालीमा पनि लगानी गर्नु पर्यो।
र त्यसमा चाहिँ जस्तो विभिन्न तहका सरकारले कसरी गर्न सक्छन्, जस्तो स्थानीय तहले पनि यसमा काम गर्न सक्छ मजाले पूर्व सक्छ। सूचना प्रणालीमा। अब यो विपद सम्बन्धी हामीसँग छुट्टै बजेटै हुन्छ, स्थानीय तह पनि सँग पनि हुन्छ, ठुलो लगानी पनि पर्दैन। हुन चाहिँ हामीले एउटा जुन यहाँले अघि चर्चा गरिहाल्नुभयो, मकवानपुरमा मैले यो कुरा गर्दै गर्दाखेरि पिन भन्ने पिपल इन निड भन्ने जुन संस्था छ त्यसलाई धन्यवाद पनि दिन चाहन्छु यहाँहरू मार्फतै कि उसले लगानी गरिदियो, विश्वास गरे र हामीले एउटा पाइलट प्रोजेक्ट गऱ्यौँ नेपालमा र साउथ एसियाकै पहिलो प्रोजेक्ट हो। यस्तो प्रोजेक्ट अन्त भएको छैन। यो पाइलटिङमा चाहिँ हामीले के पाएका छौँ भने धेरै हदसम्म यो सफल प्रणाली रहेछ होइन। हामीले के गर्यौँ त भन्दाखेरि नेपालीमा पूर्व सूचना ल गड्याङगुडुङको अवस्था छ, 15 मिनट अगाडि हामीले सूचना प्रवाह गर्छौँ। भनौँ साइरन बज्छ, साइरन चाहिँ नेपालीमा बोल्छ, अब चाहिँ तुरुन्त चट्याङ पर्नेवाला छ, तपाईँहरू सुरक्षित स्थानतिर खोज्नुहोस्, खोजी गर्नुहोस् र लाग्नुहोस् भन्ने एउटा सूचना जारी हुन्छ। जब 7-8 मिनटको अब चाहिँ अवधि रहन्छ, त्यो बिचमा चाहिँ फेरि अर्को सूचना चाहिँ जारी हुन्छ। त्यो चाहिँ लगातार सूचना जारी भइरहन्छ जबसम्म चट्याङ गड्याङगुडुङ भइरहन्छ, त्यतिन्जेल भइरहन्छ र त्यसले चाहिँ तुरुन्त जानुहोस् भनिराख्छ। भने यो गर्दै गर्दाखेरि त्यहाँका गाउँलेहरूलाई एक किसिमको सूचना प्रवाह हुन्छ र उहाँहरू चाहिँ घरभित्र कम्तीमा जाने वातावरण बन्छ। र त्यसबाट हामीले गरेको चाहिँ परीक्षणबाट के देखिन्छ भने जारी भएको सूचना त्यहाँको चाहिँ यो वायुमण्डलका चाहिँ भनौँ हाम्रो विभिन्न त्यसका प्यारामिटर इलेक्ट्रिक फिल्ड हेर्छौँ, के हेर्छौँ, त्यसमध्ये हेरेकाहरू र जारी भएको चाहिँ वार्निङ सिस्टम, अलर्ट सिस्टम जुन छ तिनीहरूको करिब 85% तादात्म्यता छ। र त्यसलाई हामीले क्रस भेरिफिकेसन अर्को सिस्टमबाट गऱ्यौँ। चट्याङ परिसकेपछि कहाँ पऱ्यो भनेर हेर्दाखेरि त्यो पनि करिब 70-72% चाहिँ कोइन्साइडिङ छ। त्यसले गर्दा बडा राम्रो चाहिँ यो परिणाम आएको छ। यसलाई चाहिँ अझै प्रत्येक स्थानीय सरकारले ठुलो लगानी नगरिकन त्यसलाई अझै हामीले यो चाहिँ अपग्रेड गर्ने, कस्टमाइज गर्ने प्रक्रियामै छौँ। प्रत्येक स्थानीय निकायले त्यसलाई चाहिँ एडप्ट गर्न सक्छ। यो हजुरले पूर्व सूचना प्रणालीको भन्नुभयो, एकजना वडाध्यक्षले चाहिँ केही समय अगाडि सोध्नु भएको थियो, हाम्रो चाहिँ सार्वजनिक स्थलहरूमा लाइटिङ अरेस्टर राख्नु पर्यो, प्राधिकरणले के गर्छ भने खालि यो लाइटिङ अरेस्टर राख्ने पूर्व सूचना प्रणाली पनि भयो, अरेस्टरहरू राख्न सक्ने खास गरी सार्वजनिक ठाउँ र ग्रामीण भेगहरूमा त्यो कतिको सम्भावना? यो जुन अरेस्टरको कुरा गर्नुभयो, बजारमा यस्ता अरेस्टरहरूको बिक्री वितरण भएको छ जुन चाहिँ मलाई दुःख लाग्छ कि उसले गर्न नसक्ने काम चाहिँ उसलाई भनिया छ, प्रस्तुत त्यसरी गरिया छ। अरेस्टर भनेको चट्याङ प्रतिरक्षी प्रणालीमा अरेस्टर भनेको एउटा कम्पोनेन्ट हो जुन चाहिँ हिजो हाम्रा पुर्खाले पनि अभ्यास गरेको कम्पोनेन्ट हो। त्रिशूल हामीले घरमा मन्दिरमा के राख्छौँ? त्रिशूल राख्छौँ, सामान्यतया तामाको त्रिशूल राख्छौँ। त्यो तामा राम्रो सुचालक हो। त्यो त्रिशूलले माथिबाट आउँदै गरेको करेन्टलाई समातेर एउटा सुगम सजिलो बाटो दियो भने त्यताबाट करेन्ट बगेर घरलाई क्षति नपुर्याइकन जमिनतिर जाओस् भन्ने हिसाबले माथि त्रिशूल, त्यसपछि श्रीबिन्दी जस्तो मन्दिरहरूमा हेर्नुभयो भने तलसम्म एउटा लत्रेको हुन्छ। अहिले अब त्यो डेकोरेसनमा गयो जस्तो लाग्छ मलाई। त्यसलाई चाहिँ जमिनसम्म लगेर जमिनमुनि गाड्यौँ तामाको रडसहित अथवा चाहिँ पातासहित भने घर सुरक्षित हुन्छ। अब यहाँ बुझाइ कस्तो छ भने एउटा अलि राम्रो ग्याजेटलाई मार्केटमा प्रस्तुत गरेर यो एरेस्टर हो, यसले चाहिँ 3 किलोमिटर 2 किलोमिटर अथवा यतिमा चाहिँ तान्छ भन्ने किसिमको प्रचार प्रसार गरेर मान्छे भनौँ हामीलाई चाहिँ अलिकति त्यो हाम्रो दिमागलाई उ गरेको अवस्था छ। त्यस्ता जादुई सामग्रीहरू अहिलेसम्म वैज्ञानिक हिसाबले बनेका छैनन्। त्रिशूलले जे काम गर्छ त्योभन्दा उत्पात धेरै ठुलो काम गर्ने सामग्री अहिलेसम्म खुला स्थानमा नि राख्न सकिन्छ कि त्यस्तो अभ्यास छ कतै? त्यसको कुनै औचित्यै छैन। संरचनामा घर संरचनामै राख्नु पर्यो र त्रिशूल राख्नु र जिआई पाइप राख्नु र एल्युमिनियमको एउटा सामान्य रड राख्नु एउटै कुरा हो। त्यसलाई वैज्ञानिक विधि अनुसार राख्नु पर्यो, त्यति मात्रै हो। यहाँलाई जानकारी अर्को मैले गराउन चाहेँ, म नेपालबाट यो चट्याङको अन्तर्राष्ट्रिय एउटा मापदण्ड बनाउने संस्था छ IEC भन्ने, त्यसको टेक्निकल कमिटी मेम्बर पनि भएको हिसाबले
यसका अवयवहरू विभिन्न पाटाहरू चाहिँ मलाई केही हदसम्म जानकारी भएको कारणले मैले यहाँले भनेका कुरालाई चाहिँ मैले के भन्न चाहेँ भने अलर्ट गराउन चाहेँ। त्यस्ता जादुई चमत्कारिक कुनै उपकरणहरू अहिलेसम्म बनेका छैनन्। अब अहिले नेपालमा चाहिँ यो हिउँदू याममा चाहिँ घर बनाउने, त्यसपछि सार्वजनिक संरचनाहरू जस्तै अब विद्यालय स्कुलहरू पनि बनाउने सिजन पनि हो। कोही व्यक्तिले घर बनाइरहेछ भने चाहिँ यो प्रविधि जडान चाहिँ कसरी गर्न सक्छ? यसका दुईटा पाटा छन्। वैज्ञानिक पाटा कस्ता छन् भने तपाईँ यो जुन घरको पक्की घर बनाउँदै हुनुहुन्छ भने घरको कोलमबाटै बाहिर नदेखाइकन कोलमबाटै यो तामाको लेपन गरेको बोन्डेड भन्छ कपर बोन्डेड रडहरूलाई भित्रभित्रै लिएर गएर माथि चाहिँ एउटा एरेस्टर राखिदिने भने घरहरू सुरक्षित बनाउने उपाय छ एउटा। अब मैले घर बनाइ त सकेँ, त्यो चाहिँ फेरि फाउन्डेसन यो हामीले चाहिँ जग हाल्दादेखि नै त्यो काम सुरु गर्नुपर्ने, अर्थिङ त्यहाँ गर्नु पऱ्यो, त्यसपछि यसलाई रडलाई लानु पऱ्यो, त्यो एउटा विधि छ। अर्को चाहिँ विधि भनेको घर बनिसक्यो, आधा उधी भइसक्यो, अब त्यहाँ भित्रबाट लान सम्भव छैन भने बाहिरबाट चट्याङ प्रतिरक्षी प्रणाली उही तामाको अथवा एल्युमिनियमको। मैले चाहिँ एल्युमिनियम किन भन्छु भने भनौँ अलिक सस्तो पर्छ, बङ्ग्याउन अलिक सजिलो हुन्छ र माथि हावामा चाहिँ कोरोजन पनि अलिक कम हुने हुनाले एल्युमिनियमलाई मैले प्रायोरिटी दिन्छु। ती प्रयोग गरेर हामीले घरहरूलाई सुरक्षित बनाउन सकिन्छ त्यही तरिकाले। अब अलिकति यो व्यक्तिगत सुरक्षाको बारेमा, अब कुनै किसान चाहिँ खेतमा काम गरिरहेको हुनसक्छ, अब गाईबस्तु चराइरहेको हुनसक्छ, अथवा कुनै युवा चाहिँ पैदल यात्रा गरिरहेको हुनसक्छ। अब चट्याङ पर्न आँट्यो, नजिकै घर संरचना पनि छैन, अथवा किसानलाई चाहिँ आफ्नो घरसम्म जान अलिकति समय लाग्छ भने के गर्ने? किनभने पहिला चाहिँ एउटा कन्सेप्ट के थियो भने पानी सानी पर्दा त रुखको मुनि बस्ने होइन, अब छाता ओढ्ने अथवा परे पनि चाहिँ अब खेत रोपिरहेको छ भने पनि काम जारी राख्ने, पानीमै डुब गरेर जस्तो थियो नि। उहाँहरूले के गर्ने घर बाहिर हुँदा? अब सामान्यतया यो चट्याङले आफै पूर्व सूचना दिएर आउँछ है। बादल बन्नु पर्यो, बादल बन्दै गर्दाखेरि रुमलिँदै गर्दाखेरि अलिअलि सङ्केत बादलले के गर्छ, चट्याङको केसमा के गर्छ भने पहिले जमिनमा चट्याङ खस्दैन। 99% चट्याङ चाहिँ पहिला बादलभित्र घडघड गर्छ, त्यसले सन्देश दिन्छ भने हामीलाई अलिअलि पूर्व जानकारी हुन्छ, हामी त्यसलाई अनसुना गर्छौँ, अनदेखा गर्छौँ, नजरअन्दाज गर्छौँ, त्यसले गर्दा अलिकति हामीमा समस्या हो। यदि त्यसलाई याद गर्ने भने हामीसँग यथेष्ट समय घर पुग्ने पनि हुन्छ। भइहालेन भने पनि अब खुल्ला ठाउँ कुनै पनि खुल्ला ठाउँ चाहिँ चट्याङका दृष्टिकोणले सुरक्षित होइन, एउटा कुरा। अर्को चाहिँ रुखमुनिको कुरा यहाँले गर्नुभयो। अब अलिअलि पानी पर्दा भिज्छु भनेर मान्छे चाहिँ ओत लाग्ने हो चट्याङको हिसाबले चाहिँ होइन। तर त्यो बरु भिज्न राम्रो रुखको गडाङगुडुङको सिजन छ भने रुखको ओत लाग्नु कताबी राम्रो होइन। धेरै जसो मृत्यु हुनेमा 40 देखि 45% मान्छेहरू रुखको छेउछाउमा हुँदाखेरि चाहिँ उनीहरूको मृत्यु भएको। सोझै चट्याङ परेर त जम्मा 5% मात्रै मान्छेले चाहिँ ज्यान गुमाउने गर्छन् भने 40-45% चाहिँ रुखबाट अथवा जमिनबाट आगो करेन्टबाट चाहिँ मान्छेले मृत्युवरण गर्छ भने सुरक्षित स्थान बाहिर छैन। हामीले पहिला अब यो चट्याङमा काम गर्ने अभियन्ताहरूले पहिला के चाहिँ एउटा गरियो भने त्यस्तै आपत पर्यो भने दुईटा खुट्टालाई जोडेर दुईटा घुँडाको बिचमा टाउको लुकाएर यसरी बस्ने भनेर हामीले एउटा सूचना भनौँ मान्छेहरूलाई चाहिँ अवेरनेस जगाउने गरी यस्तो कुरा पनि गऱ्यौँ। तर पछिल्लो समय हामीलाई आफैलाई के अनुभूत भयो, यो ग्लोबली हो, म मात्रै छैन यसमा, हाम्रो टिम भनौँ संसारकै साथीभाइहरूको टिम छ। हामी सबैले के अनुभूत गर्न थाल्यौँ भने अब त्यो मान्छे व्यवहारिक कतिको हुन्छ, कति समयसम्म त्यसरी बस्न सक्छ त होइन। अझै हाम्रो त सहरिया जीवनशैलीको कारणले भुँडीले बस्न नमिल्नेदेखि लिएर दुनियाँ छ भने त्यो अलिक व्यवहारिक नहोला भनेर त्यसलाई अहिले पछिल्लो समय चाहिँ हामी अलिक नभनिहालौँ कि त्यस्तो सन्देश जारी नगरौँ कि मान्छे फेरि रुखमुनि अथवा घर नगएर त्यहीँ टुक्रुको बस्न थाल्ला कि भन्ने चाहिँ गलत सन्देश प्रवाह होला भनेर अहिले त्यो कुरालाई पनि हामीले अलिक कम गरेका छौँ। अल्टिमेटली मैले चाहिँ भन्नुपर्ने के हो भने गडाङगुडुङको आभास भयो भने एक त पूर्व सूचना प्रणालीमा हामी जानुपर्छ भन्ने चाहिँ मेरो वकालत हो। अर्को चाहिँ गडाङगुडुङको सङ्केत
हामी आफैले पनि महसुस गर्न सक्छौँ। त्यस्तो अवस्थामा चाहिँ सुरक्षित स्थानमा जाने हो, घरभित्रै जाने हो, जस्तोसुकै घर होला। आफूलाई लाग्यो इभन म त के भन्छु भने गाउँघरतिर अहिले धेरै घरहरू जस्ता पाताले छाएको छ भने बरु अन्त भएन भने जस्ता पाताले छाएको घरमा संरचनाभित्र जाने, त्यो चाहिँ अरूभन्दा सुरक्षित स्थान हो। सरले नि भन्नुभयो यो चट्याङबाट बच्ने चाहिँ सबभन्दा उपाय चाहिँ घरभित्रै सुरक्षित उपाय भन्ने हो। अब घरभित्र रहँदा चाहिँ के कुरामा ख्याल गर्ने त? अब घरभित्र पहिलो कुरा चाहिँ अब हाम्रो घरै कतिको सुरक्षित छन् भन्ने हो होइन। अब मैले भने त्यहाँभन्दा सुरक्षित स्थान छैन भने त उपाय पनि छैन। घरभित्रै रहँदाखेरि चाहिँ जस्तो के नगर्ने भनौँ न। हजुर, घरभित्रै नै रहने, जस्तै जस्ता पाताको तपाईँको छाना छ भने त्यो छानाको विभिन्न भागबाट चट्याङको करेन्ट चाहिँ बगेर जम्प गर्न खोज्छ, त्यसको नजिक हुनु भएन। एक भनेपछि भित्रै घरको भित्रतिर बसियो भने धेरै हदसम्म हामी जोगिन सकिएला। एउटा अर्को चाहिँ झ्यालढोकाहरू बन्द गर्ने हामी भन्छौँ। अनि यो टेलिफोनमा कुरा नगर्ने, यो ल्यान्डलाइनमा इमर्जेन्सी इभन मोबाइलमा नगरौँ भन्छौँ। अब इमर्जेन्सीमा मोबाइललाई हामीले त्यस्तो गर्दैनौँ। अनि अर्को चाहिँ बग्दै गरेको धारा छ, धाराबाट पानी बगिरहेछ भने त्यस्तोमा नुहाउने धुने काम पनि नगरौँ। र विद्युतीय सामग्री उपकरणहरू लाइनबाटै नचलाउँ, लाइनबाट छुटाउँ। टेलिभिजनहरू त्यसरी लाइनमै राखेर नहेरौँ। हुन चाहिँ अहिले पछिल्लो प्रविधि कस्तो आएको छ भने चट्याङबाट जोगाउनको लागि, उपकरणहरू जोगाउनको लागि, विद्युतीय उपकरण जोगाउनको लागि चट्याङ प्रतिरक्षा प्रणाली घरभित्रै, यो जसरी MCB हुन्छ त्यस्तै SPD भन्ने सर्ज प्रोटेक्टिभ डिभाइस भन्ने हुन्छ, त्यसलाई जोडेर उपकरणहरू जोगाउन सकिन्छ। तथापि म के भन्छु, हामीसँग नभएको अवस्थामा ती उपकरणहरूलाई विद्युतीय लाइनबाट छुटाउने भनेर चाहिँ सुझाव दिन्छु। यो अब प्राधिकरणमा आएका यो चट्याङ समय अभिलेखहरूले चाहिँ धेरै घर परिवारको चाहिँ मिटर बक्स, खास गरी मूल लाइन जोडिएको मिटर बक्स चाहिँ जलेको अथवा पड्केको भन्ने आएको छ। अब त्यसको सुरक्षा चाहिँ कसरी गर्ने त? अब मिटर बक्सलाई अघि मैले जुन उपकरण भने त्यसले जोगाउन सकिन्छ। SPD भन्ने जुन उपकरण छ त्यसले चाहिँ जोगाउन सकिन्छ। त्यसको राम्रो अर्थिङ हुनुपर्छ होइन, त्यो प्रविधि छ। र अहिले चाहिँ यहाँले मलाई यो सम्झाउनु पनि भयो। मलाई एक हप्ता अगाडि मात्रै धादिङको एउटा गाउँबाट फोन आयो। करिब 17वटा घरको चाहिँ मिटर बक्सहरू पड्के भनेर। 2 वर्ष अगाडि गोर्खाको फुजेलबाट यस्तै किसिमको रिपोर्ट आएको थियो। त्यसबाट करोडौँ जतिको, अब टेलिभिजन सबै जाँदाखेरि चाहिँ अब 17-18वटा घरको हुँदाखेरि करोडौँको हाराहारीको चाहिँ क्षति भयो भन्ने किसिमको कुरा आएको थियो। अब त्यसलाई जोगाउन सकिन्छ। विद्युत प्राधिकरणले के गर्नु पर्ला कि? विद्युत प्राधिकरणले सहयोग चाहिँ गर्न सक्छ। अब घरभित्र मिटर अब विद्युत प्राधिकरणको जिम्मा जडानमै प्रविधिहरूको गर्न सक्छ र प्रविधि छ। उनीहरूले पनि यो सहज प्रोटेक्टिभ डिभाइसलाई चाहिँ र उनीहरू सब स्टेसनमा पनि यो प्रतिरक्षा प्रणाली राखे भने चाहिँ हाम्रा घरहरूलाई असर कम पर्छ। र जति लामो दूरीमा चाहिँ तार तानिन्छ त्यति चाहिँ यो चाहिँ सम्भावना बढ्दै पनि जान्छ, जोखिम बढ्दै जान्छ। त्यसलाई पनि न्यूनीकरण गर्न सक्ने विभिन्न पाटाहरू छन्। त्यो प्राधिकरण चाहिँ मिलेर गर्ने कुराहरू भए। अहिलेको अवस्थामा चट्याङको लागि डेडिकेटेड जनशक्ति छैन, एकदम न्यून छ। तथापि अब यो CTBTबाट तालिम प्राप्त यदि विद्यार्थीहरू छन् भने तिनीहरू हुन सक्छन्। हुन्छ। यो मानिसको ज्यान जोगाउने विषयमा सरले चाहिँ महत्त्वपूर्ण समय दिनुभयो। यहाँलाई धेरै धन्यवाद। हस्, धन्यवाद। मैले जानेको कुरा चाहिँ यहाँहरू समक्ष, यहाँहरू मार्फत चाहिँ जनसमक्ष पुर्याउन पाएँ। यहाँलाई हार्दिक धन्यवाद। विपदका कुरा तपाईँले प्राधिकरणको आधिकारिक YouTube च्यानल, फेसबुक पेज, ट्विटर अकाउन्ट, भाइबर च्यानल र टिकटक अकाउन्टमा पनि हेर्न सक्नुहुनेछ। धन्यवाद। विपदका कुरा।